हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। सो गाइस, म दुबई आएको लगभग 2 वर्ष भइसकेछ। आज चाहिँ मेरो छुट्टीको दिन थियो अनि दिमागमा एउटै क्वेसन, कहाँ घुम्ने, कहाँ जाने। फाइनली मैले प्लान गरेँ एटलान्टिस होटल पाम जुमेर जाने भनेर। बाहिर निस्किँदा गर्मी त लास्टै डेन्जर लेभलको थियो, तर जे होस् म मेट्रो चढेर जुमेराको लागि निस्किएँ अनि त्यहाँबाट ट्राम चेन्ज गरेर पाम जुमेरातिर लाग्यो। गाइस, त्यो पामको जुमेराको भ्यू हेर्दा त वाउ, समुद्रमाथि बनेका होटेलहरू हेर्दा लिटरली अर्कै फिल आइरहेको थियो। त्यहाँ पुगेपछि भित्र गएर फर्स्टमा लुगा चेन्ज गरेँ अनि सिधा वाटर पार्कतिर लागेँ। वर्ल्डको लार्जेस्ट वाटर स्लाइडमा चढ्ने बेला सुरुमा त धेरै नै डर लागेको थियो, तर स्लाइड सुरु भएपछि मजा आयो। डिफ्रेन्ट कन्ट्रीहरूबाट आएका टुरिस्टहरू पनि थिए। भिडियो चाहिँ अलाउड नभएको भएर धेरै रेकर्ड गर्न पाइनँ। सिधा खाना खाएँ अनि पानीमा धेरै खेलेपछि गर्मी प्लस थकान भएर होला फुल टायर्ड भएँ म अनि टाइम पनि सकिन लाग्यो अनि म फर्किने भनेर त्यहाँबाट फर्किएँ। सो गाइस, द्याट्स इट फर टुडे मिनी ब्लग। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै ब्लगहरूको लागि प्लिज फलो एन्ड सब्सक्राइब